सबैलाई नमस्कार। अहिले चाहिँ म यो आर्यघाट पशुपतिमा आएको छु। मैले यहाँ चाहिँ उ हेर्न आएको छु कि अस्ति नै सरम संस्कृति पार्टी हर्क सम्पाङको टिमले चाहिँ यो पशुपति बागमती आर्यघाट छेउमा सरसफाइको अभियान चलाउनु भएको थियो नि, त्यो हेर्न आएको छु। कस्तो रहेछ है त। हुन त यति बेलासम्म चाहिँ फोहोर पनि फेरि गरिसक्यो कि त्यही पनि म कोसिस गर्छु है त देखाउन हजुरहरूलाई। म अब आर्यघाट छेउतर्फ लागि आजको शनिबारको दिन पनि जोस् मजाको आवाजाउट छ। अब यो बागमती नदी है, सफा रहेछ है, पहिलाभन्दा धेरै सफा छ है अहिले। यो हो नि त है अभियान भनेको। यो पशुपतिको दृश्य आर्यघाटको। उहाँलाई सरम संस्कृति पार्टी टिम र हर्क सम्पाङलाई धेरै धेरै धन्यवाद। यो चाहिँ उता माथि जङ्गलमा जान्छ यो बाटो चाहिँ, आउने जाने क्रम धेरै छ, माथि गइरहेछ। यहाँ माथि एउटा जङ्गल छ है, त्यहाँ माथि चौर छ, तर के गर्ने त्यहाँ जाने एलाउडै गरेको छैन कि अहिले किन पनि। सरसफाइ अभियान चाहिँ धेरै राम्रो चलाउनु भएको रहेछ, एकदम सफा छ अहिले चाहिँ बागमती, पहिला जस्तो छैन होइन। म छेउछेउ देखाउने कोसिस गरेँ थियो हजुरहरूलाई। वेदर चाहिँ अलिकति मौसम पनि क्लियर छैन क्या आज, त्यसले गर्दा क्लियर देखिएको छैन। म त्यो पुलबाट चाहिँ म जान्छु। विदेशीहरूले पनि यस्तो लास जलाएको हेर्छ, किनकि यिनीहरूले जलाउन नि त, त्यसले गर्दा खुब हेर्छ क्या। कस्तो स्मेल आइरहेको या सेट। अब म चाहिँ लाग्नु पर्यो, यस्तो सुत्दा सुत्दा आएको अनुहार पनि फेसै पनि कस्तो फ्रेसै नभए जस्तो छ क्या। ल अब म पनि लाग्नु पर्यो। ल हस्त, जय गोर्खा।